मनोकामनाको रहस्य भाग 4 मनोकामनाको प्रहरी चौकीभित्र हत्कडी र नेल लगाएर सुतिरहेको सनातनको मनमा एउटै कुरा खेलिरह्यो। के भने मलाई के भएको, के चढेको, त्यो कुखुराको भाले मैले किन मारेको, मन्दिरभित्र जान खोज्दा अस्थिपञ्जर हड्डीको मूर्तिले बाटो किन छेकेको, आखिर मलाई के भएको। सनातन यस्तै सोच्दै सोच्दै निदाउँछ। बिहान हुन्छ उज्यालो भएपछि सनातन बेउजन्छ। बेउजिएर आँखा उघारी हेर्दा पनि उसको मनमा एउटै प्रश्न खेलिरहेको थियो, मलाई के भएको। चारैतिर नजर घुमाएर हेर्छ। माथि र पट्टि भित्तोमा कृष्ण आको भनेर लेखिएको हुन्छ। त्यसपछि एउटा प्रहरी आएर चिया दिन्छ। चिया पिसकेर ल अब नुहाउन जा भनेर नुहाउन पठाउँछ। नुहाउने बेलामा धारामा केही भिजेका कपडाहरू राखिएका हुन्छन्। सनातनले तिनी कपडाहरू हटाएर नुहाउन खोज्छ। नजिकै रहेका प्रहरीहरू हाँस्दै भन्छन्, केही हुन्न, भान्जाको कपडा हो, त्यसमा पनि अलिअलि आशीर्वाद हाल्दिनुस् भन्दै राजा ज्ञानेन्द्रको बारेमा कुरा काट्न थाले। नुहाइसकेर सनातनले आफ्नो पहेँलो धोती त्यही काँडेटारमा सुकायो, जहाँ राति महाकाल अर्थात् अस्थिपञ्जर हड्डीको भूत आएर तार समय उभिएको थियो। त्यसपछि राति पिट्ने प्रहरीले सनातनलाई भित्र बोलाएर आफ्नो बिस्तारामा बस्न लगायो। त्यसपछि तिमी त अब काठमाडौँ जानुपर्छ भन्दै सनातनको टाउकोमा तेल लगाएर सुमसुम्यायो। गाला मुसारे मानव सानो बच्चालाई उसले माया गरिरहेको छ। 2063 साल त्यतिखेर पनि सनातनसँग एउटा नेपाली खुकुरी र मोबाइल थियो, तर सादा हाडकीवाला नम्बर र म्यासेज मात्रै हेर्न मिल्ने। खुकुरी र मोबाइल राख्दै प्रहरीले भन्यो, यो तिमीले पाउँदैनौ, अब खाना खाएर काठमाडौँतिर जाऊ, पछि तिमीले रङ्गीन मोबाइल पाउनेछौ। त्यसपछि सनातन खानापिना खाएर हिँड्न तयार भयो। हिँड्ने बेलामा प्रहरीलाई रोक्यो, म काठमाडौँ जान चाहन्न, म घर जान चाहन्छु। त्यसपछि प्रहरी रिसाएर भन्यो, फेरि यो जोगीले डन्डा खाने इच्छा राख्दैछ, चुप्प लागेर जता भनेको छ त्यतै जा। यति सुनेपछि सनातन चुपचाप ओह्रालो लाग्छ। पछिपछि एउटा प्रहरी हलदार पनि आउँछ। सनातन मनकामनाको ओह्रालो पैतले झर्न चाहन्थ्यो।